आजको यो भिडियोमा हामी विद्यार्थीको मार्कसिट बनाउन सिक्छौँ। त्यसको लागि पहिला एकाडेमिकमा जाने, मार्क लेजरमा क्लिक गर्ने, यहाँ स्टुडेन्ट मार्क इन्ट्री फर्म खुल्छ। त्यसपछि क्लास सिलेक्ट गर्ने, इक्जाम सिलेक्ट गर्ने, फर्स्ट टर्म इक्जाम, थ्योरीमा सिलेक्ट गर्ने, सर्ट बाई नेम गर्ने, स्टार्ट इन्ट्रीमा क्लिक गर्ने, त्यसपछि सब्जेक्टको फुल मार्क राख्ने। र विद्यार्थीले पाएको अब्टेन मार्क्स राख्ने। अर्को विद्यार्थीको अब्टेन मार्क्स राख्ने। नेक्स्ट विद्यार्थीको अब्टेन मार्क राख्ने। मार्क्स राखिसकेपछि सबमिटमा क्लिक गर्ने। ओके, त्यसपछि रिसेट गर्ने। त्यसपछि फेरि प्र्याक्टिकल मार्क्स राख्ने, स्टार्ट इन्ट्रीमा क्लिक गर्ने। प्र्याक्टिकलको फुल मार्क राख्ने। र प्र्याक्टिकलमा पाएको अब्टेन मार्क राख्ने। अर्को विद्यार्थीको अब्टेन मार्क राख्ने, प्र्याक्टिकलमा पाएको। त्यसपछि सबमिटमा क्लिक गर्ने। फेरि रिसेट गर्ने। यसै गरेर हामी हरेक क्लासको सब्जेक्टको फुल मार्क र अब्टेन मार्क इन्ट्री गरिन्छ। त्यसपछि अर्को मार्क लेजरमा गएर स्टुडेन्ट मार्क लेजर भ्यू खुल्छ। यसबाट हामी मार्कसिट प्रिन्ट गर्न सिक्छौँ। त्यसको लागि क्लास सिलेक्ट गर्ने। इक्जाम सिलेक्ट गर्ने। पर्सेन्टबाट सिट प्रिन्ट गर्न छ या ग्रेड सिट गर्न छ सिलेक्ट गर्ने। सर्ट बाई नेम, इस्यु डेट राख्ने। लोड रिजल्ट गर्ने। यता फुल मार्क सो अप गर्छ थ्योरी र प्र्याक्टिकल अल सब्जेक्टको। यता विद्यार्थीको ग्रेड सिट सो अप गर्छ। यहाँ प्रिन्टमा क्लिक गर्ने। यसरी हामीले विद्यार्थीको मार्कसिट प्रिन्ट गर्न सक्छौँ। अर्को विद्यार्थीको प्रिन्ट गर्दा फेरि क्लिक गर्ने। अर्को यहाँ विद्यार्थीको प्रिन्ट हुन्छ। त्यसै गरी यदि हामीले मार्कसिट ग्रेड सिटमा गर्न छ भने
सिटमा गएर ग्रेड सिट सेलेक्ट गर्ने, लोड रिजल्ट गर्ने। यहाँ विद्यार्थीको रिजल्ट ग्रेडमा देखाउँछ। प्रिन्टमा क्लिक गर्ने, यसरी हामी ग्रेड सिटमा प्रिन्ट निकाल्न सक्छौँ। विद्यार्थीको रिजल्ट ग्रेड सिटमा सो गर्छ।